सबैजनालाई गुड आफ्टरनुन आमा छोरीको तर्फबाट दिक्क लाग्छ घरिघरि हैन। अनि आमा छोरी एउटा यसो भिडियो बनाऊँ भनेको। मम्मी हजुरलाई कस्तो लाग्छ हैन? पहिला पहिला हाम्रै आफ्नै कुरा गरेको मैले हैन। पहिला पहिला हाम्रो बाबा हुँदा हैन विराटनगरमा नि हाम्रो घरमा कति मान्छे जान्थे हैन, कति बस्थे हैन, कति खान्थे, कसरी गरेका छौ पनि भन्दैनथे। हस्पिटल जाने हाम्रै घरमा बस्थे गर हैन। अहिले तिनै मान्छेले हामीलाई देख्न नि सक्दैनन्, मन पनि पराउँदैनन्। इटरीमा हुँदाखेरि पनि खानासाना खाइसकेपछि राति पनि गरेर आउँथे, 6-7 जना आउँथे र पनि हामी खाना खुवाएरै पठाउँथ्यौँ। र कस्तो रहेछ भने 6 गेडी सबै मेरी, छैन गेडी सबै टेडी हैन। हुँदै जाँदा गर्दै जाँदा भन्दै जाँदा बिमारी घरमा बिमारी हुनुभयो। अब त्यस्तै हो, त्यस्तै हुँदो रहेछ हैन। बिमारी हुनुभयो, दबाई गर्यो, बुवा बिमारी हुनुभयो, यताउति। हाम्रो घर हुँदा कति मान्छे आउँथे, कति मान्छेले उयो गर्थे। बाबा हुँदाखेरि आजभोलि त हामीलाई के छ खबर भनेर नि सोध्दैनन्, हामीलाई देख्यो भने पनि बोल्दैनन् हैन। कसैका अब गइयो भने पनि राम्ररी हेर्ने नजरै अर्कै हुन्छ, बोल्ने तरिकै अर्को हुन्छ हामीसँग। किन होला भनेर जस्तो लाग्छ क्या मम्मी मलाई। हजुरलाई कस्तो लाग्छ? मलाई पनि त्यस्तै लाग्छ हैन। जति बेला साथमा त हजुरै मात्रै भइसक्यो क्या हाम्रो लागि र बाबाको लागि, मेरो लागि, मेरो बाबुको लागि हजुरै मात्रै भइसक्यो क्या। जुन बखत पनि हजुरै मात्रै भइसक्यो। आफन्त गइ भएनन् क्या। र हुँदा र नहुँदाखेरि गोजीभरि हुँदाका आफन्त हैन, नहुँदाका केही गएन। गयौँ भने पनि हामीले झोलाभरि लिएर गएका छौँ भने खाइसकुन्जेलीको बोली अर्कै हुन्छ र खाइसकेपछिको बोली अर्कै हुन्छ क्या मम्मी। अनि हाम्रो मात्रै त्यस्तो हो कि अरूको नि त्यस्तो हो कि? हामी आमा छोरीलाई चाहिँ कसैले मन पराउँदैनन् है, कसैले नै मन पराउँदैनन्।